आदरणीय पत्रकार महोदयज्यूहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो हाम्रो लागि एउटा खुसीको कुरा पनि हो। हामी लागु औषधमा एउटा चाहिँ युवाहरूको अहिले चाहिँ कुलतमा फसेको विभिन्न गुनासाहरू आइरहेको अवस्थामा हामीले हिजो मिति 2080 साल 1 महिना 15 गते 16:45 बजेको समयमा जिल्ला सप्तरी बोधे बर्साइन नगरपालिका वार्ड नम्बर 9 देउरी स्थित बस्ने घुरन यादवको छोरा वर्ष 19 को शङ्कर यादवले आफ्नो घर कोठामा अवैध लागु औषध जुन हामीले यहाँ डिस्प्ले गरेका छौँ बिक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई भण्डारण गरिराखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा यसको मातहत इलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको टोलीले शङ्कर यादवको घर कोठा खानतलासी गर्दा उल्लेखित निम्न लागु औषधहरू फेला पारी कानुन बमोजिम बरामद गरी कानुन बमोजिम सम्मानित जिल्ला अदालत सप्तरीबाट निज व्यक्तिलाई म्याथप गरी आवश्यक अनुसन्धान कार्यहरू भइरहेको म निवेदन गर्न चाहन्छु। बरामद लागु औषधमा नाइट्राभेट 10 लेखिएको ट्याब्लेट 1250 पिस, डाइजापाम इन्जेक्सन 750 एम्पुल, फेनेरगन इन्जेक्सन 750 एम्पुल र नोफिन इन्जेक्सन 750 एम्पुल 750 को सेट जुन हामी यहाँहरूले देख्न सक्नुहुन्छ त्यसलाई हामीले नियन्त्रण लिएर सो लागु औषधको लुकाई छिपाई राख्ने व्यक्ति बोधे बर्साइन नगरपालिका वार्ड नम्बर 9 का देउरीका घुरन यादवको छोरा वर्ष 29 को शङ्कर यादवलाई यहाँहरू समक्ष म एउटा सार्वजनिकरण गर्दैछु। धन्यवाद। 30 ले प्रयोग गर्ने व्यक्तिलाई सामान्य रूपमा 1 महिना कैद वा 2000 जरिवाना छ भने ओसार गर्ने व्यक्तिलाई 2 वर्षदेखि 10 वर्षसम्म कैद र 1 लाखदेखि 20 लाखसम्म जरिवाना भएको विद्यमान कानुन अनुसार हो।